आजको मेरो भिडियो स्टार्ट हुँदैछ नुहाएर आएदेखि। नमस्ते, मेरो नाम चम्पा धमला। मैले चाहिँ सेकेन्ड टाइम ब्लग बनाउँदैछु। आई होप सबैजनालाई राम्रो लाग्छ भन्ने आशा गर्दै म चाहिँ आफ्नो ब्लगतिर लागिसकेकी छु। र म चाहिँ नुहाइ गरिसकेर आएर कपाल सपाल कोरेर यता म बाहिरतिर गएकी त आन्टीहरूले लक्ष्यवती भिजाइराख्नु भएको रहेछ। लक्ष्यवती भिजाएको झन्डै 2-3 घन्टा भएको थियो होला सायद। त्यस पछाडि चाहिँ अनि यता लक्ष्यवती तयारी पनि गर्दै हुनुहुँदो रहेछ यता ल्याएर। मैले चाहिँ देखेकी थिइनँ यतापट्टि तयारी गर्दै हुनुहुन्छ भनेर। म चाहिँ अब कहाँ जानुभएछ भनेर हेर्दै हेर्दै आउँदै थिएँ। यतापट्टि चाहिँ आन्टीहरूले सबैजनाले तयारी गरिसक्नु भएछ। अनि दिदी चाहिँ भन्दैछ, हेर्नु गाइस नेपालको लक्ष्यवती चाहिँ दिनसै बाल्न आँट्दै हुनुहुन्छ भनेर भन्दैछ दिदी चाहिँ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ सबैजना बसेर हेरिराख्नु भएको छ लक्ष्यवती रेडी गरेको। अनि म चाहिँ यहाँ दिदीले देखाइरहेको थिएँ मलाई। अनि म चाहिँ हाई भन्थेँ कि नि त। अनि दिदी पनि आफ्नो फेस देखाइरहेकी थिएँ। अनि हेर्न सक्नुहुन्छ सबैजनाले पूजासुजा गर्दै हुनुहुन्छ। अब के पूजा गर्नुहुन्छ अब उहाँ नै जान्नुहुन्छ। र हामी चाहिँ उभिएर मजाले हेरिरहेको थियौँ, आफ्नो आफ्नो फेसमा देखाउँदै हेरिरहेको थियौँ। र गाइस यहाँ चाहिँ दिदी भन्दैछ, हेलो गाइस हामी चाहिँ सीतापुरी आएका छौँ भनेर भन्दै थिएँ। हेर्न सक्नुहुन्छ। अनि गाइस यहाँ चाहिँ लक्ष्यवती पनि जलाइसक्नु भएछ। लक्ष्यवती पनि जलाइसक्नु भएछ। लक्ष्यवती पनि कति राम्ररी जलिराख्नु भएको छ हेर्न सक्नुहुन्छ। अनि सबैजनाले पूजासुजा गर्नुभयो। अनि यताउति घुरेर कीर्तन सिर्तन गर्नुभयो। र गाइस अहिले चाहिँ म भित्र पनि गइसकेकी छु। हेर्न सक्नुहुन्छ भित्र पनि डेकोरेसन गरेको देखाइरहेको थिएँ म तपाईँहरूलाई। अनि आज चाहिँ थियो कसार बटार्ने। भोलिको व्रतबन्ध छ, गुन्यु चोली छ। अनि त्यही लागि कसार बटार्नु भएको थियो आज चाहिँ। अनि यहाँ दिदीहरू चाहिँ बसिराख्नु भएको रहेछ हेर्न सक्नुहुन्छ। हेलो गाइस म चाहिँ आइपुगेको छु नेपाल। र हेर्न सक्नुहुन्छ दिदीसँग पनि भेट भइसकेको छ। यसको चाहिँ नेपालमै हो। नेपाल कुन जग्गा? नेपाल काकरभित्र। यो चाहिँ एकदम मोबाइल चलाउनमा यस्तो बिजी हेर्न सक्नुहुन्छ। यहाँ भाइ बहिनीहरू चाहिँ यति राम्ररी खेलिरहेका थिए। एकदमै राम्रो लाग्यो कि भाइ बहिनी खेलेको। अनि बहिनी चाहिँ भनेर थाल्यो मलाई दिदीले बोक्नुहुन्छ भनेर। अनि गाइस हामीलाई भोक लागेको थियो, हामीले रोटी पनि खायौँ। अनि रोटी खाइसकेपछि एकछिन पछि मेहन्दी पनि लगाइदिउँ बहिनीलाई। मेहन्दी लगाएर चाहिँ बहिनी एकदम नाचिरहेकी थिइन्। यति फुर्ती गरिरहेको थिएँ मलाई चाहिँ अब पुरा भोलि बेहुली हुन्छु म भनिरहेको थिएँ। हुन्छ त गाइस बाई बाई, भेट्ने छ अर्को एउटा ब्लगमा।